हेलो साथीहरू, आज जेठको 9 गते। आज हाम्रो दोर्पाको साकेला हो। हामी चाहिँ यहाँ घरदेखि जानको लागि सबैजना रेडी हुँदैछौँ र आप्पा आमा मेरो छोरा सबैजना रेडी हुँदैछौँ। साथीहरू तपाईँहरू पनि सबैजना आउनु है त, साकेलातिर भेटौँ। अनि यहाँ चाहिँ कोप्पालाई नातिले आज साकेला खर्च यसरी माग्दैछ। कोप्पाले चाहिँ दिनु खोज्दैछ, छोराले चाहिँ मागेको छ। साथीहरू हामी चाहिँ आज दोर्पाको साइकल हिँड्नको लागि सबैजना यहाँ आमा आप्पा छोरा जान लागेको छु। साथीहरू अब चाहिँ यहाँ सबैजना हामी रेडी भइसक्यौँ। अब हामी यहाँबाट हिँड्छौँ। ल है त साथीहरू, साकेलातिर भेटौँ है त। यहाँबाट चाहिँ हामी हिँड्यौँ। हेलो गाइस, अब हामी चाहिँ साकेला जाने के भन्छ तयारीमा हुनेछौँ। अब हिँडिसकेको छौँ। अब माथिको साकेलाको मजा हेर्नु होला अनि लाइक शेयर कमेन्ट गरिदिनु होला है। ल अब साथीहरू हामी पनि बाउ छोरा हिँड्यौँ यहाँबाट होइन। छोरा चाहिँ एकदम नेपाली वेशभूषामा छ भने म चाहिँ आफ्नै तरिकाको ड्रेसअपमा छु। ल है त साथीहरू, हामी चाहिँ बाउ छोरा चाहिँ बाइकमा हिँड्यौँ। आप्पा र आमा चाहिँ हिँडेर जानुहुने रे, उहाँहरूको पनि ग्रुप निकैजना छ। ल है त साथीहरू, बाटोको दृश्यहरू म देखाउँदै लान्छु त तपाईँहरूलाई। तपाईहरु पनि साकेलामा आउनु होला अनि हामी त साकेलामा जानेछौँ है गाइस। हामी यसरी जाँदैछौँ होइन छोरा? हजुर, मेरो पछाडि छोरा बसिरहेछ। मेरो पछाडि यसरी छोरा बसिरहन्छ। म बाइक चलाउँदैछु, हामी साकेला जाँदैछौँ। सबैजना साकेलामा आउनु होला। यसरी जानु हुँदैछ है सबैजना। सबैजना यसरी आउनु हुँदैछ है गाइजहरू। हामीले चाहिँ बाइक यहाँ तलतिर राखेर साथीहरू हिँड्दै जाँदैछौँ। अब पुगिहालियो। साकेलामा ढोल झ्याम्टा बजेको आवाज पनि सुनिरहनु भएको छ। अब हामी चाहिँ पुगिहाल्यौँ है साथीहरू। साकेलाको दृश्य म तपाईँलाई सबै देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। हेलो गाइजहरू, हामी चाहिँ हाम्रो दोर्पाको साकेला थाना आइपुग्यौँ है। त्यो चाहिँ हाम्रो यहाँ भतिज पनि एकदमै साथका साथ धरानदेखि आइपुग्नु भयो। हाम्रो दोर्पाको साकेला नआउनु, तर धरानदेखि मात्र आएको। जन्म स्थान सबै दोर्पै हो कि कसो भयो? हजुर हजुर, यहाँ अब के गरौँ हामी? यहाँ अब नाच्नु पर्छ नि, नाच्नु त। हेलो हेलो, खोइ बाजे यतै छ कता। राम्रो छ।
साथीहरू यतापट्टिको अर्कोपट्टिको दृश्य पनि है त देखाउँछु म तपाईँहरूलाई हेर्नु होला है त साथीहरू हाम्रो साकेलामा त यस्ता टोपी लाएर मान्छेहरू आउनु भएको छ यो टोपी आफ्नै प्रोडक्ट हो आफैले बनाउनु भएको कसले बनाएको हजुर कसले अरे ए ल ल ल अनि कतिमा किन्नु भयो कतिमा किन्नु भयो नि धामीहरू पनि आइपुग्यो अब सिल्ली गर्दै मुन्डन गाउँदै ढोले सिल्लीमा पाहरू सम्पूर्ण साकेला परिक्रमा गरेर साकेला पुज्ने कार्यक्रम हुन्छ है साथीहरू भिडियोलाई हेर्दै गर्नुहोला म हाम्रो साकेला कसरी पुजिन्छ के गरिन्छ म सम्पूर्ण भिडियो देखाउने नै छु हेर्दै जानुहोला त साथीहरू अब धामीहरूले साकेला परिक्रमा गर्नको लागि तयारी हुँदैछ है साथीहरू
साथीहरू अब चाहिँ धामीहरू साकेला थान प्रवेश गर्ने लाग्यो। तर त्योभन्दा अगाडि चाहिँ हाम्रो भाषामा रुङ्गी भन्छौँ, साना साना नानीहरूले चाहिँ बोकेको हुन्छ। यसलाई चारी पनि भनिन्छ जस्तो लागेको छ। उहाँहरू छिर्नुहुन्छ, त्यस पछाडि ढोलेहरू, त्यस पछाडि छिर्ने भनेको सिलिमपाहरू, त्यस पछाडि मात्रै धामीहरू छिर्छ है साथीहरू। धामीहरू छिरेर चाहिँ सम्पूर्ण साकेलाको पूजा गरेर साकेला थानलाई ढोकेर धामीहरू निस्किनुहुन्छ। भिडियोलाई हेर्दै जानु होला है साथीहरू। र यसभित्र चाहिँ थालीहरू पनि काट्ने कार्यक्रम हुन्छ। थालीहरू चाहिँ आफ्नो आफ्नो भाकल हुन्छ साथीहरू। त्यो भाकल अनुसार चाहिँ भालेहरू काट्ने गर्छौँ। जो कोहीले पनि भाकल गर्न सक्छ साकेला थानको लागि। यसरी भालेहरू दिएको हुन्छ। यो भाले चाहिँ काट्यो भने साकेलालाई भोग भन्छ, भोग चढाउँछ। हेर्दै जानु होला है साथीहरू। अब ढोलेहरू पशु, अब त्यस पछाडि सिलिमपा, त्यस पछाडि मात्रै धामी छिर्छ है साथीहरू साकेला थान। भिडियोलाई हेर्दै जानु होला। धामीहरूले साकेला पुज्ने कार्यक्रम सकेर अब बाहिर निस्किसक्नु भएको छ। अब चाहिँ बाहिरको दृश्य हेरेको त साथीहरू, बाहिर नाचगान सबै रमाइलो हुन्छ अब है।
आजको भिडियो यति नै साथीहरू भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है त